ल है हजुर नमस्कार। फेरि एउटा यो घर बिक्रीमा लिएर आएको छु। जग्गासँग पनि सट्टापट्ट गर्ने, आफू बसेर 27-28 हजार पनि भाडा आउने यो 3 आनामा बनेको घर लिएर आएको छु। पूर्व मोडा गरेको 3.5 तला घर। बाटो चाहिँ अगाडि 13 फिट रहेको छ भने घर चाहिँ भर्खरै बनेको नयाँ घर रहेको छ। यहाँ देख्न सक्नुहुनेछ भिडियोमा पनि। यो घर चाहिँ हजुरहरूले काठमाडौँ गोकर्णेश्वर नगरपालिका वडा नम्बर 4 नामगेल बस पार्कबाट अलिकति भित्र थरी जाने बाटोपट्टि लाग्दाखेरि हजुरले यो घर भेट्न सक्नुहुनेछ भने नयाँ घर रहेको छ। यो घरको पार्किङ स्पेस पनि यहाँ हजुरले देख्न सक्नुहुनेछ, निकै नै फराकिलो रहेको हजुरले देख्न सक्नुहुनेछ भने यतापट्टि ठुलो गाडी राखेर पनि यतापट्टि 4-5 वटा बाइक चाहिँ हजुरहरूले मजाले अटाउन सक्नुहुन्छ है। यो घरको भुइँतला र माथिल्लो तला चाहिँ भाडामा दिइसकेको छ। यो भुइँतला र माथिल्लो तलाको भाडा चाहिँ 27-28 हजार आउने चाहिँ घरधनीले बताउनु भएको छ भने भर्याङमा पनि यहाँनिर ग्रेनाइट एकदम राम्रो लगाएको हजुरले पाउन सक्नुहुनेछ। स्टिलको रेलिङ पनि लगाएको हजुरले पाउन सक्नुहुनेछ। र आफू बस्ने माथिल्लो तल्लामा चाहिँ जानुभन्दा अगाडि चाहिँ हजुरले सेफ्टीको लागि भनेर एउटा स्टिलको रेलिङ पाउन सक्नुहुनेछ भने अब म तपाईँहरूलाई आफू बस्ने माथिल्लो तल्लाको रुमहरूको दृश्य देखाउन गइरहेको छु। यो माथिल्लो तल्लामा आफू बस्ने रुममा चाहिँ यो ढोकाबाट पस्नु साथ एउटा लिभिङ रुम पाउन सक्नुहुनेछ। यो हजुरले यहाँ देख्न सक्नुहुनेछ फराकिलो रहेको छ भने भुइँमा पार्केटिङ गरेको हजुरहरूले पाउन सक्नुहुनेछ। अनि यतापट्टि यो दायाँपट्टि एउटा बेडरुम पाउन सक्नुहुनेछ। यो बेडरुमबाट चाहिँ हजुरहरू बाहिरको बाल्कनीमा पनि निस्किन सक्नुहुनेछ। कलरहरू एकदम राम्रो लगाएको पाउन सक्नुहुनेछ भने भुइँमा पनि पार्केटिङ गरेको हजुरले पाउन सक्नुहुनेछ। अब यस पछाडि यो अगाडि सिधै हजुरहरूले एउटा बेडरुम पाउन सक्नुहुनेछ। यो बेडरुम पनि निकै फराकिलो हुनको साथै उज्यालो पनि रहेको छ भने यो बेडरुमबाट पनि हजुर बाहिर बाल्कनीमा निस्किन सक्नुहुनेछ भने यो बेडरुमको भुइँमा पनि पार्केटिङ र कलरहरू राम्रो लगाएको पाउन सक्नुहुनेछ। यतापट्टि यो टोयलेट बाथरुम रहेको छ। यो टोयलेट बाथरुम पनि निकै नै सफा र राम्रो टाइल्स धाराहरू लगाएको हजुरले पाउन सक्नुहुनेछ। निकै नै फराकिलो रहेको छ भने यतापट्टि यो किचन रहेको छ है। यहाँ चाहिँ एउटा किचन सानो स्पेसमा बनाएको हजुरले पाउन सक्नुहुनेछ। र किचनमा स्ल्याबमा ग्रेनाइट यतापट्टि टाइल्सहरू पनि लगाएको हजुरले पाउन सक्नुहुनेछ। यो घरको लागि भनेर अगाडि चाहिँ बाटो चाहिँ 13 फिट रहेको छ भने काठमाडौँ गोकर्णेश्वर नगरपालिका वडा नम्बर 4 मा नामगेल बस पार्क नजिकै 13 फिट बाटो भएको, पूर्व मोडा गरेको नयाँ घर 14x14 पिलर प्रयोग भएर बनाएको घर रहेको छ। यो माथिल्लो तल्लामा चाहिँ यो घरको माथिल्लो तल्लामा चाहिँ हजुरले एउटा बेडरुम प्लस अट्याच टोयलेट बाथरुम पाउन सक्नुहुनेछ है। यहाँ देख्नुहुन्छ एउटा बेडरुम छ भने यहाँनिर चाहिँ एउटा अट्याच टोयलेट बाथरुम बनाएको हजुरले पाउन सक्नुहुनेछ। ढल पानी बत्ती सबै सुविधा भएको हजुरले पाउन सक्नुहुनेछ। घरधनीले बताएअनुसार यस घरको मूल्य चाहिँ 2 करोड 80 लाख भनेर बताउनु भएको छ। यदि हजुरहरूसँग जग्गा 4-5 आनाको जग्गा यतैतिर कतै छ भने जग्गासँग पनि सट्टापट्टा गर्ने बताउनु भएको छ। यदि हजुरहरू लिन चाहनुहुन्छ भने यो घरको मूल्यमा पनि घरधनीले मिलाएर दिने बताउनु भएको छ।